धेरै जनताको कुराहरू हामीले राख्नुपर्ने थियो। छापामार स्टालले आउनुभयो, लु मलाई सोध। अनि त्यहाँदेखि कतिजनाले सोध्ने, नियमावलीमा 15 जनाले 5 जना 6 जनाले सोध्ने भन्ने हिसाबले सदन चलो। हामीले माइक पाउन हजुर भनेर सभामुखज्यूलाई यसो अनुरोध गरेको थियौँ। यहाँ चाहिँ तपाईँ अनेक ढङ्गबाट अरू साथीहरूलाई समेत इरिटेट हुने खालको हाम्रो गतिविधिहरू भइरहेको छ। यो विश्वले हेरिरहेको छ, हामीले राम्रो गरिरहेको छैनौँ सभामुख महोदय। यति मैले भनिरहँदा म फेरि पनि अनुरोध गर्न चाहन्छु, आगामी बैठकहरू, आगामी सदनहरू हामीले सञ्चालन गर्दाखेरि कम्तीमा नियमावलीभित्र बसेर चलौँ र यो देश निर्माण गर्नका लागि 2/3 नजिकको मतहरू प्राप्त गर्नुभएको होला। यदि दम्बहरू देखाउनको लागि भने त हिजै काफी थियो। त्यसो भएको हुनाले सबैजना सम्मानित भएर अगाडि बढ्न म अनुरोध गर्न चाहन्छु हाम्रो दलको तर्फबाट। धन्यवाद।